सो हेलो गाइस, आज हामी अब गइरहेको छौँ माइक्रोसफ्ट वर्डमा कपीको पेपर बनाउन। सो हामी अब पहिला माइक्रोसफ्ट विन्डोको वर्ड खोल्नुपर्छ। त्यसको लागि हामी विन्डो आरले विन वर्ड लेखेपछि ओके गरिदिने अनि हाम्रो वर्ड खोल्यो। वर्ड खोलेपछि हामी एउटा ब्ल्याङ्क डकुमेन्ट लिनुपर्छ। ब्ल्याङ्क डकुमेन्ट लिएर अनि अब हामीहरूले लेआउटमा गएर हामीहरू साइज A4 साइज गरेर ओरिएन्टेसन पोर्ट्रेटमा अनि मार्जिन हामीलाई चाहिँदैन, त्यसैले हामीलाई मार्जिन यहाँ 0 गरिदिने। अनि यो मार्जिन पनि 0 गरिदिने अनि बटममा हामीलाई मार्जिन 0.3 जति गरिदिने अनि टपमा 1 ठिकै छ। अनि अब ओके गरिदिने हाम्रो भयो। अब यो पेजमा हामीले बनाउनु पर्छ भने नर्मल क्लिक गरेर अब इन्सर्टमा गएर हामीले टेबल इन्सर्ट गर्नुपर्छ। टेबल इन्सर्ट 1 रो हाम्रो कमसेकम 35 जति हाम्रो रो हुनु पर्यो। ओके गरेर अब हाम्रो रो मिलेको छैन भने त्यसलाई राम्रोसँग मिलाउने, हेरी मिलाउनु पर्छ कतिसम्म जान्छ भनेर। हाम्रो पेपर पनि भयो। अब पेपरमा हामीलाई यतापट्टि लाइन चाहिन्छ। त्यो लाइन हामीहरू ड्र गर्नलाई फेरि इन्सर्टमा गएर सेपमा गएर हामीले लाइन लिन्छ। लाइन लिएर हामी अब हालिदिने अनि त्यसको हामीलाई कलर चेन्ज गर्नुपर्छ। यसलाई सिलेक्ट गरेर हामीले अब रेड कलर लिने, कुन कलर लिने त्यो कलर हामीले युज गर्न सकिन्छ। हाम्रो आउटलाइन भनेको रेड हुन्छ भने रेड युज गर्ने। सबै आधीभन्दा बढी बनिसक्यो। अब यहाँ एउटा पेज नम्बर र हामी यहाँ एउटा पेज नम्बर र हाम्रो डेट लेख्नेछौँ। डेट लेख्नलाई अब यहाँ क्लिक गरेर अब कति गोलो हामी अब अलिक कम गरिदिने अनि यो भित्र हामीलाई लेख्नु छ भने गएर एड टेक्स्टमा क्लिक गरेर हामी लेख्न सकिन्छ। तर हामीलाई खाली नो फिल गरेर अनि यसको आउटलाइन हामीले रेड गरिदिने, नत्र हामीले यहाँबाट आउटलाइन हामीहरू जस्तो चाहे त्यस्तो पनि लिन सकिन्छ। सरी हामीले युज गर्नु भनेको यो हो। अनि यसको अलि मोटो स्टाइलिस हुनु पर्यो हाम्रो। त्यसले अब राइट क्लिक गरेर अब लेख्न थाल्ने। हामीले पहिला डेट लेख्ने, पुरा सो गर्दैन भने हामीले यहाँबाट चेन्ज गरेर डेट लेख्ने भनेको अब
तयार छ। तर हामी अब ब्रान्डिङ पनि दिने, ब्रान्डिङको लागि फेरि सेपमा गएर हामीले पहिला यसको कलर नफिल गरेर आउटलाइन पनि हामीलाई चाहिँदैन। अनि यो भित्र हामीले एड गर्ने भनेको टेक्स्ट हो। टेक्स्टको ब्ल्याक में ठीक हुन्छ।